स्टाइलमा हामी बनाउन गइरहेछौँ। यहाँ अहिले चाहिँ हामी कुखुरा पोल्दैछौँ। कुखुराको दाम पनि भन्नु कति रहेछ? कति हो कुखुरा हो? तीनटालाई 160 पाउन्ड। यो दुईटा भाले छ अनि एउटा पोथीको दाम चाहिँ 169 पाउन्ड। 160 पाउन्ड। भाले पलाई हाम्रो ग्यासबाट हुँदैछ। ग्यासबाट चाहिँ आजको हाम्रो वाचिपाको कार्यक्रम छ। तल पनि पोल्नु जाने है। तल राख्नु पर्ने लाउँछ नि। त्यो त टाढा हुन्छ नि। छेउछाउ पाउँदैन नि त। आउट अफ लन्डन मात्रै पाउँछ नि त। लन्डनमा नै कुखुरा तल गर्ने तल अनि जानु 2 घन्टा आउनु 3 घन्टा। वालकै वान अफ द मोस्ट एक्सपेन्सिभ त्यो हो क्या। वालकै सबैभन्दा एक्सपेन्सिभ वाची भयो। भनेको यस्तो हो नि। कति सेन्ट गरेको त्यसो हो माथि कहिलेकाहीँ त फ्रेस पनि खाउन हो आफ्नो हालेर। सेन्चुरीमा त्यस्तो कहाँदेखि पनि आउँछ। हाम्रो अहिले चाहिँ यहाँ चित्ते झार्ने काम हुँदैन। एउटा लोकल भाले यो आगो सानो बोलेको अहिले ठिकै भन्दैछ। त्यत्रो हो। यसरी बनाउनुपर्छ। अब यो चाहिँ अब यसो कोही त खानु पर्ने छ। खाएपछि मिठो हुन्छ। मैले लाएर कुखुरा निकै ठुल्ठुलो ठेस लाग्यो तर यस्तो ठुल्ठुलो नै छ कुखुरा। यो के अरे कालो दबाई त मासुको दबाई पर्छ। यो त कालो लास्ट पिउनुको नि। आजको माछी बर्बाद कार्यक्रम हुँदैछ। दाउले पर्दै हुनुहुन्छ। प्रोसेसिङ हुँदैछ अहिले चाहिँ। लगभग तयारी हुन आँटेको छ। अब एकछिनमा बनाएर म देखाउनेछु तपाईँहरूलाई। हाम्रो चित्ते तयारी हुँदैछ। जब पक्रेको पकाएको चाहिँ वाचिपा चित्ते तयारी हुँदैछ। अहिले भट्टाभात अब यसमा चित्ते यहाँनिर हामीले वाचिपाको सबै वाचिपामा चाहिने सामानहरू चाहिँ लगाइसकेको छौँ। अब एकछिनमा यहाँनिर यो रेडी पाकिसकेपछि हामी यहाँ खाना लाउनेछौँ। अनि खाना लगाएपछि यो वाचिपा तयारी हुन्छ। वाचिपा बनाउनु चाहिँ धेरै मिहिनेत गर्नुपर्छ। यस्तो हुन्छ अरे। यो चाहिँ लगभग यो कुखुरा ल्याउन लन्डनदेखि झन्डै
3 घण्टा लाग्छ। अहिले चाहिँ हामी लन्डनमा परिवारसँग फ्यामिलीसँग चाहिँ यसरी वाचिपा बनाएर खाने योजना गऱ्यौँ र हामी यसरी वाचिपा बनाइरहेको छौँ। हुने काममा छ, तयारी हुँदैछ। एकछिनमा हाम्रो वाचिपा बनिसक्छ। ल अब यहाँनिर चिकन करी पनि हुँदैछ। चिकन हाम्रो स्पेसल चिकन chicken सब्जीको लागि ल हाम्रो वाचिपा सबैजना We hebben deze zie. Ja.